ल हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु भन्दै नयाँ भिडियो ल्याइसकेको छु। आज चाहिँ हो दसैँ अनि बिहान उठेर नुहाइधुवाइ गरेर अनि यता बहिनी छन् मेरो अनि बहिनी र म चाहिँ जान लागेको छौँ आमाको घरमा। हाम्रो दसैँ चाहिँ आमा बाकै घरमा मनाउँछौँ हामी सबैजना मिलेर। अनि यहाँ चाहिँ दुध छ अनि दुध दही अनि करेलाहरू लिएर अनि आमा घरमा चाहिँ खाना बनाउन सघाउन जानु लागेको। सो गाइज, हाम्रो बालाई चाहिँ हामीले रेडी गरिदिइसक्यौँ। जुन खानुहुन्छ खानु न एउटा। सो गाइज, हामीले चाहिँ हाम्रो बालाई रेडी गरिसक्यौँ। अहिले चाहिँ चिया खाँदै हुनुहुन्छ बाले चाहिँ होइन। हाम्रो बा चाहिँ कोर्टमा जानु लाग्नु भइरहेछ। किन जानु लाग्नु भएको अरे कोर्टमा चाहिँ? ल त्यही हेरेर मिलाउँदै हुनुहुन्छ हाम्रो बाजे त। हिरो हिरो देखिनुहुन्छ। किन चाहिँ कोर्टमा जानु लाउनु भएको अरे भन्नु त? कोर्टमा चाहिँ किन जानु लाउनु भएको अरे? कोर्टमा टिको लाउनलाई। टिको दसैँको टिको कोही लाउने मान्छे कोही छैन। ए टिको हैलाएर आउनु नि हो। हाम्रो चाहिँ होइन कोर्टमा चाहिँ के अरे अब आफूभन्दा सिनियर टिका लगाइदिने मान्छे भएन भने पनि के अरे वहीँ गएर लाउनु मिल्छ होइन। अनि मैले हिजोको भ्लगमा नि भनेको थिएँ कि अरे हाम्रो घरको यसरी यो जमरा अनि टिकाहरू चाहिँ कोर्टमा लगाएर चढाएपछि चाहिँ बल्ल हामीले त्यो ल्याउने अनि मिक्स गरेर बल्ल हामीले लगाउनु मिल्छ। त्यो उहाँ पूजा गरेर चढाएर ल्याएपछि बल्ल हामीले यहाँ लगाउँछौँ। अनि बा चाहिँ जाँदै हुनुहुन्छ अनि हामीहरू चाहिँ यहाँ तयारी गर्दैछौँ। दुबो सुबो के टिप्ने, तरकारी सरकारी काट्ने। अनि हाम्रो आमालाई चाहिँ पुरै भ्याइँदैन भनेर आत्ते बिहानदेखि आमा त फायरमा। हामी होइन सबैजनाको छिट्रो नाच्छ के पुरै हामी खानदानको होइन। अनि यो चाहिँ सुरु भएको आमादेखि हो, तर मैले यादै गरेन कि आमाले बिचमा दाँत हालिसकेर रहेछन् भनेर। के गर त खै तिमीले नि उसको पनि हामी जति पनि जन्मिन्छौँ आमाको आमादेखि सुरु भएको होइन। अनि आमाको दाजुभाइ दिदी पनि सबैमा अनि आमादेखि हाम्रो अङ्कलहरू सबैमा भयो होइन। अनि हाम्रो बुवाहरूदेखि हामीसम्म सबैको छिट्रो दाँत छ कि यो चाहिँ हाम्रो खानदानी। हाम्रो बाका यस्तो छिट्रो थियो, हामी जम्मै बाको त यो दापमा। ए आमाको खासमा मलाई त हजुरआमाको पनि त्यस्तै भयो जस्तो लाग्यो कि। होइन उनको बुढेसला र उनको त्यस्तो थिएन, बाका त्यस्तो थिए। आफूले चाहिँ हाल्ने हाम्रो छिट्रो बनाइदिने अनि तिमीले चाहिँ। सो गाइज, मैले चाहिँ हामीले मिलेर होइन खानासाना चाहिँ बनाइसक्यौँ आन्टीले मैले आमाले। अनि अहिले चाहिँ मैले यो कलशलाई रङ्गाउन लागिरहेको छु। 11 बजिसक्यो होइन। अब चाहिँ टिका लगाउने बेला हुन लागिसक्यो। अनि बा चाहिँ कोर्टबाट अझै पनि आउनु भएको छैन। अब हाम्रो तयारी चाहिँ अन्तिम अवस्थामा छ। यो चाहिँ कलशको फाइनल लुक यस्तो देखिरहेछ कि यस्तो प्रकारको। के भन्ने? ह्याप्पी दसैँ। सो गाइज, म चाहिँ रेडी हुँदैछु अनि मेरो भाइ र बहिनी चाहिँ रेडी भइसके अनि उनीहरूले मलाई कपाल कोरिदिँदैछिन्। मेरो बहिनीले ह्याप्पी दसैँ। मेरो बाबु हेर कति राम्रो देखिरहेछ उसको यो आउटफिट अनि बहिनीको पनि एकदम होल आउटफिट एकदम राम्रो देखिरहेछन् उनीहरू चाहिँ। सो गाइज, हामी चाहिँ रेडी भएर आइसकेको छौँ अनि हामी टिका लगाउने क्रम सुरु भइसकेको छ। भाइहरू खै अनि बच्चाहरूलाई चाहिँ लागिदिइहाल्छ।
अन्तिलाई छिराउनु ल फेरि मेरो पालो आयो यहाँ कस्तो घुमेर यता आएर हेलो गर मेरो बाबु चाहिँ यस्तो भयो छिन्टीको लागि चाहिँ पुरै चल्किरहेको कति टिको लाग्यो कति पैसा कमायो भन त जम्मा यहाँनिर पैसा गनिरहनु 3 जना दाजुभाइहरू मिलेर यहाँ राखेर चाहिँ यसले चाहिँ पैसा सबैले दिएछन् सबैले दिएछन् आशीर्वाद फेरि दिन त के भन्नु पर्यो हाम्रो चाहिँ खाना खाने बेला भएको छ यहाँदेखि सुरु यतादेखि लाइन लाउँदै यतादेखि यतासम्म सकेको छैन खाना खाँदै कस्तो हो खाना चाहिँ कस्तो छ पिरो मिठो चाहिँ छ कि छैन पकाउने मान्छे चाहिँ यता छ गाइजहरू सबै खाना के भन्छ क्रेडिट चाहिँ मलाई जान्छ सो गाइज अहिले चाहिँ म ठुली मम्मीको घरमा छुट्टीको लाउन बहिनीहरूलाई लिएर होइन अनि पुरै पानी परिरहेछ हो अहिले चाहिँ पानी पर्न थालिसकेको छ बाहिर चाहिँ एकैछिनमा आउने एकैछिनमा नआउने भइरहेछ पानी चाहिँ उता पिङ खेल्न जाउँ भनेको पानी परिरहेछ घरिघरि भाग्यमानी भयो जेठी छोरी जोस् राम्रो काम अरे राम्रो लाइन लिए आशीर्वाद दिने वातावरण पनि छैन ल गाइजहरू अब चाहिँ मेरो धाइयामाले मलाई टिको लगाइदिनु लाउनु भइरहेछ त्यता रक्सी खाएर मान्छे लडेर एकदम बिजोग भइरहेको थियो हामीहरू चाहिँ यत्रो उकालो चढेर हजुरआमाकोमा टिको लाउन आएको छौँ अनि हजुरआमाको घर आइसक्यौँ ओए नगर्नु हो कति राम्री देखिनु भएछ हाम्रो भाउजू खै कति राम्रो पप्पी रहेछ कि अन्त कति क्युट हो कति क्युट कति मोटो थियो बाख्राले हान्दिएको भक्कु थियो अनि यस्तो भयो एकदम राम्रोसी गरी चाहिँ अब पनि राम्रोसी कदम चाले नराम्रो डिसिजन कहिल्यै नलिएर राम्रो डिसिजन मात्रै लिएको गर्नु यो छोरीले एउटा शान्तिले यस्तो गरेर देखायो भने फेरि तिमीले गरेको देखि सबैले जेनी सन्ध्या अनि ती अनुसानु सबैले अड्छन् कि एउटाले गरेपछि त्यसैको लौ लाग्छ फेरि एउटा आशा पढाइ राम्रो छ भने मोबाइल बढी हेर्ने के मोबाइलले गर्छ मोबाइल हाम्रो केटाले चाहिँ मोबाइलले हाम्रो स्टार्टिंग पॉइंट पे एक सेकंड ये देखो कैरी में डालो भाई कैसी लग रही है ना बढ़िया और बहुत सारी मिसगाइड करके लेके आऊंगा अहिले चाहिँ हाम्रो सरकारी जागिर दाइले टिका लगाइदिएको रहेछ दाइको त अनुहारै देखेन पुलिसै हुनु नि है उहाँ चाहिँ एकदम देशको के भन्छ ठिकै थियो पालियो गडे हैन ल के भनौँ ल के गरे भाउनी मैले रक्षा गर्नु हैन छिटियो हामी चाहिँ यहाँ पिङ खेल्न आएको होइन एकदम धेरै लाइन रहेछ यहाँनिर अघिदेखि हाम्रो पालो पनि आएको छैन आज चाहिँ एकचोटि चाहिँ टेकिनु पर्छ अरे भनेर यिन चाहिँ मेरो सब्सक्राइबर र डेली भ्युवर है मेरो ब्लगको कसको ए उसको पनि युट्युब च्यानल छ अरे कि अनि अब पिङ खेल्नु पर्यो यहाँनिर
फेरि हान्छु है होइन के उता बिजी आएको छैन सो गाइज अहिले चाहिँ राति भइसकेछ अनि पिङ खेल्नु पालो नि नपाएर अनि यताउता टिकटिको लगाउ भागदौड हुँदा हुँदा अनि थ्याङ्क यू फर वाचिङ ह्याप्पी दसैँ सबैजनालाई अनि आजको भिडियो चाहिँ म इन्ड गर्छु लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई